चर्चित गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन 6 को टप 9बाट बाहिरिन पुगेका विकास थारूलाई दर्शकहरूले आर्थिक सहयोग गरी करोडपति बनाएको केही न्युज च्यानलहरूले न्युज बनाएको देख्छौँ। के साँच्चै विकासलाई त्यति धेरै सहयोग रकम आएकै हो त? भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यिनी हुन् बर्दिया गुलरिया घर भएका विकास थारू। विकास दृष्टिविहीन हुन् तर उनी एक विवाहित पुरुष पनि हुन्। विकास वैवाहिक जीवनमा जोडिएको पनि धेरै वर्ष भइसकेको छ। द भोइसमा आउनुभन्दा अगाडि उनी सडकमा गीत गाउँदै आफ्नो जीवन गुजारा गरिरहेका थिए। उनले द भोइसमा ब्लाइन्ड राउन्ड, ब्याटल राउन्ड, नकआउट राउन्ड र लाइभ राउन्ड समेत पार गर्दै भोटिङ राउन्डसम्म पुगी टप 9बाट उनी भोटकै कारण बाहिरिन पुगे। विकास बाहिरिँदै गर्दा सबै कोचहरू र अन्य प्रतिस्पर्धीहरू समेत निकै भावुक भएका थिए। निकै राम्रो स्वर र उनका गायन शैलीलाई दर्शकहरूले सुरुदेखि नै मन पराउँदै आइरहेका थिए। त्यति मात्रै नभई कोचहरूको निर्णयमा उनी सधैँ पहिलो रोजाइमा पर्दै आएका थिए। जब भोटिङ राउन्ड सुरु भयो त्यसपछि धेरै राम्रा प्रतिस्पर्धीहरू पनि भोइसको स्टेजबाट आउट हुँदै गए। प्रतीक हिमाल राई, गावा तामाङ, विराट तामाङ, पविन्द्र सुनार जस्ता धेरै राम्रा प्रतियोगीहरू बाहिरिन पुगेका थिए। त्यस्तै गरी विकास पनि टप 9सम्म पुगेर दर्शकहरूको भोट कम आएकै कारण वा उनले आफ्नो पैसाले भोट गर्न नसकेर हो उनी टप 8मा प्रवेश गर्न सकेका थिएनन्। भनिन्छ भोटिङ राउन्डमा पुगेपछि जोसँग पैसा छ उसैले जित्छ। हुन पनि हो, भोट गर्नका लागि पैसा नै चाहिन्छ। अन्ततः विकास थारू पनि भोटकै कारण टप 9बाट बाहिरिए। उनी बाहिरिँदै गर्दा कोच मेलिना, कोच उदय, कोच राजु र कोच खेम निकै भावुक बनेका थिए। साथै अन्य प्रतिस्पर्धीहरूले समेत विकास बाहिरिनुमा दुःख व्यक्त गरेका थिए। हाम्रो त आँखा छ, हामी हेर्न देख्छौँ, सक्छौँ, हामी हरेक कुरा देख्न सक्छौँ। तर दादाले त्यो इसारा नदेखे तापनि डिसिप्लिन भए तापनि कति रोडमा कति मेहनत गर्नुभएको छ। एक दृष्टि गुमाएका विकासलाई सबै कोचहरू र टप 12सम्म पुगेका प्रतियोगीहरूले उनका बाँकी दिन अलि सहज बनोस् भन्दै केही रकम सहयोग गर्ने बताएका थिए। मेरोबाट 50,000, मेरोबाट पनि 50,000 है विकास। मेरोबाट पनि हाम्रो विकासलाई एउटा गीत म गराइदिँदैछु। दादालाई चाहिँ हामी सबैजनाले 10,000 चाहिँ उठाएर दादालाई सहयोग गर्नु। अन्ततः द भोइसको स्टेज छाड्दै गर्दा विकासले आफूलाई सपोर्ट गर्ने सबैजनालाई धन्यवाद दिँदै बिदा भएका थिए। एकदमै रमाइलो लाग्यो। जे होस् यहाँ आएर धेरै अनुभवहरू मैले बटुले है। जो जति साथीहरू जो यात्रामा जोडिनु भयो सबैजनालाई सम्झिरहने छु। जो जतिले भोट गर्नुभयो, मलाई यहाँसम्म पुर्याइदिनु भयो देश विदेशमा, र सबैजनालाई धेरै धेरै धन्यवाद।